अब हामी खाना बस्यो। यहाँ छ माम, दही छ, यहाँ छ दाल छ, यहाँ घिरमलाको तरकारी छ। फेभरेट कति तरकारी फेभरेट भन्छ भने खाना यस्तै मनपर्छ त साथीहरू। घिरमलामा आइरहेको मनपर्छ। दही धेरै दिन भयो कि हामीलाई त गल लाग्छ है दहीले। दही र भात एकदम अगाडि पानी दिएर भन्नुपर्छ। यो चाहिँ लट्टेको सागको डाँठको भाजी। यहाँ यो मात्रै तरकारी नै भनौँ न नेपाली भाषामा। मिठो हुन्छ एकदम। त्यो एउटा खुर्सानी पनि टोक्नु पऱ्यो। पिरै छैन तरकारीहरू पनि। यो सबै त म खाइसक्दिनँ। यसको आधा चाहिँ म खान्छु है। यहाँ खुर्सानी छ। अब म खाना सुरु गरेँ। पहिला म घिरमलाको तरकारी सिधै खान्छु। मिठो छ। सबैजना खानु बसेँ। मैले मात्रै भिडियो गरिरहेको छु। मिठो हुन्छ। अहिलेको घिरमला कस्तो कलिलो हुने क्या। लट्टेको सागको डाँठ। अहिले चाहिँ मसुराको दाल बनाएको। दाल हालिदिउँ न आमालाई। मिठो भएको घिरमला अचार क्या मिठो हो क्या है। कस्तो मिठो हो क्या अचार त। आँपको अचार त लास्टै फ्लेभर, मिठो फ्लेभर छ। नखान दिनु है अब। अहिले हामीलाई लाग्छ पिरो। तीन दिनमा खानुभयो क्या है घरमा खाना कि 4 दिनमा? 4 दिन। 4 दिनमा आज बिहान खाना खाएको बुढोले। दन्काउनु भएछ मासु। त्यहाँ मासु पकाउनै पर्दैन होला अब। हिजो गोर्खा गएर उहीँ खानुभएछ। थाहै छैन मलाई कहाँ हुन्छ भनेको त। म कहाँ रे एयरपोर्टमा छु भने म त एयरपोर्टमै हुने त रहेछ भनेर चुप लाएर बसेको त भरे त बिहान पो कहाँ गएको थिएँ तिमीलाई के थाहा। त्यहाँ हेर बोर्ड हेर भन्नुहुन्छ। कहाँ होला भनेको त गोर्खा पो जानुभएको रहेछ। भिनाजुलाई भेट्न नजिक भए भेट्न जानु भनेर रोक्यो। टाढा रहेछ भेट्न गएन। भात छ खानु है थोरै खानु भात।
दाल खाइने मैले